घरको साइकल बेचेर खायो अब किन छैन हाम्रो आन्टीहरूले तपाईँ लाउँदै हुनुहुन्छ देवर बाबुको बिहाको लागि रोटीमा जुम गरेर देखाउनु कराईमा देखाउनु यहाँ रोटी हाल्दै हुनुहुन्छ यहाँ पनि यता माइजूले हेलो भनिदिनु माइजू अनि यता पनि माइजू रोटी बनाउँदै हुन्छ माइजू हेलो भनिदिनु न उता चाहिँ बस्नु भएको छ यता फेरि पिठो मुस्दै हुनुहुन्छ हाम्रो साइने माइजूले माइजू हेलो भनिदिनु दाइ हेलो भनिदिनु न हेलो मम्मी हेलो घाट दुखेको यो नदुख्ने त्यो ठिक गर्ने नयाँ चस्मा ल्याउनु भएको छ आज हेर्न सक्नुहुन्छ हजुरले जम्मा 1800 को हेर्नु है राम्रो हो किन भनेर कमेन्ट गर्नु होला बिहेको लागि रोटी बन्दैछ यहाँ माइजहरू बिहानदेखि टाइममा बस्नु भयो यस्तो घाममा भान्जाको बिहेको लागि हाम्रो देवर बाबुको बिहेको लागि रोटी फिनी यहाँ यत्रो धेरै तयार हुँदैछ अझै तयार हुँदैछ हेर्नु गाइजहरू रोटी खाने फिनी खाने को हुनुहुन्छ आउनुहोस् है गाइज यो ठोकदा रोटी देवरको बिहाको लागि भारी लानको लागि माइजूहरूले यो ठोकनी रोटी फिनी प्याक गर्दै हुनुहुन्छ यता फिनी एक कार्टुन फिनी रोटी त्यहाँ डोको लाउँदै हुनुहुन्छ तयारी हुँदैछ यहाँ बसेलीको केन लाग्यो यो भुक लाग्यो गाह्रो हुन्छ आजसम्म हामीले हेलो चन्द्रबहादुरजी टर्काउने भोलिपछि देउरानी रमाइलो छ चन्द्रबहादुरजी हेलो तुला राशि हुने सुनेको स्वस्तिको नानी खोइ गराउनु यता नानीले कपडा साडी भाउजूको लागि साडीको नै बुट्टा हो हाम्रो दीक्षा नानीले काम गर्दै हुनुहुन्छ यता जग्गाको तयारी हुँदैछ यहाँ फेरि यस्तो हुँदैछ गाइज अनि यहाँ चाहिँ हामीले कलस राखेको छ यता पनि हेलो भन्नु न भिडियो गर्ने अहिले पहिला पहेँलो लगाइदिए जम्मै नलाउने जतिलाई अनि अरूलाई रातो र पहेँलो लगाइदिए पहिला नलाउने जतिलाई पहेँलो त्यसमा के मिसाउने सुक्खा गराउने तोरी पनि मिसाउँथे के हामी त्यसरी मिसाएर लगाइदिएको तोरी त अब मात्रै मुखा बनाउने
देखिन्छ अनि लास्टमा तल तल रातको माथि म हालेर दुध ल्याइदिनु के गिलास त्यसले खाइ धेरै डाउन भइहाल्छ नि शुद्धोदकम समर्पयामि मुखमा जम्मै हो के साबुन लाए जस्तै हल्दी पनि गाडी साइडमा थियो कि पुरोले हल्दी त्यो त हल्दी कम भयो के हल्दी कम भयो बाचा हामीले गरिएन के आज चाहिँ हाम्रो दाइको व्रत बन्द हुँदैछ गाइज र यता दाइहरू हुनुहुन्छ सबैजना बेबी हेलो भनिदिनु न यता हेर के किन सेभ गर्नु पर्दैछ त अब नगर्ने हो मैले गरिराख्ने थिएँ कि यदि फेरि गरेपछि हुन्छ फेरि पछि फेरि टपरीमा सिउलो राखेर कागज दिनु पर्यो यहाँ भिडियो गर्ने अरे क्या भाउजूले भिडियो गर्ने भने हिँड्ने कता कता गरिदिने है अरूलाई देखाइनु पर्यो है आभूषण भनेर एउटा फुल चढ्यो त्यसलाई अब निकाल्दिनु उता जता राख्नु तलमा छ त छेउमा छ त हुन्छ उता राखे त उता पछि त राख्नु उता आमाको पछाडि हो ध्यान नपर्छ है एउटा फुल चढ्यो आभूषण भनेर ओम आभूषण द्रव्य ओम भङ्गी समाहित नागी भाउजूले बनाउने के अरे चलाउने एउटा बिहान धागा काट्दा रातो सेतो बराबर लगाइदिनु हुन्छ कि हजुर पर्सिदिनु हजुर मैले दिने सेतो छैन चाहियो धाजा चाहियो धाजा भएन त्यसले हुन्न कुन धाजामा झोलामा छ अरे बराबर काटेको अरे भित्र खै के भन्नु त सोध्नु दसजोली हुन्छ यो त 10 वटा भयो सेतो चाहियो सेतो यहाँ हुन पर्ने कि बराबर धाजा काट्नु भएको थियो यार आशीर्वाद दिनु धेरै यसमा खाएको धाजा उता रातो झोलामा थियो के यो रातो झोलामा छ
सेतो निस्कि रहेछ जति भने चाहिँ 10 पेयर पनि निकाल्नु तपाईँ सबै मिल्यो त्यत्रो थियो त नि सेतो आमा यहाँ बस्नु त भिडियो गरेको मलाई ढोर छु लगाइदिने होइन टिका आज त वो भोलि आएर पर्सि लान्छौँ भोलिदेखि 2टा हुन्छ यसलाई एउटा टपरीमा राखौँ भन दाइ दाइ उयो टपरीमा दिनु प्लास्टिक छैन होइन टपरी टपरी राखेर प्लास्टिकमा राख्नु ओ यहाँ चाहिँ एउटा खाली हजुर लगाइदिनु रोक्नु नि त्यहाँ गर्न अहिले फुल दे आउनु न उसलाई फोन गर्नु न ज्वाइँलाई भाइ त्यहाँ फोन गर्नु भने हजुर म आफै राख्छु नि घर जानमा दिदी खाइ बोकालाई ओछ्यान मिलाउँथ्यो यार खै फुल हजुर लगाइदिएको त टिका त लगाइदिनु दक्षिणा नदिने भनेको भाइ यो त पैसा त लगाइदियो यसले दक्षिणा दियो फेरि यता दक्षिणा दिनु टिका बर्तनको टिका आफूभन्दा ठुलाले आशीर्वाद दिन्छ टिका पैसा दिनु पर्दैन पर्दैन भिनाजु यहाँ आउनुहोस् त लोटिन्छ कता कता बाबासँग जाऊ बाबा थियौ जाऊ तिमीलाई बाबा
पानी राखेर गर्नु यता नि गराउनु पर्ने गराएन कस्तो हाउरन गर्दिनु पाटमा लामो भिडियो जानु समातिन त मान्दै मान्दिन त के गरौँ अहिले छैन बुझ्नु जाँदा सुनिछ माथि अर्काइले यहाँ चाहिँ हाम्रो दाइको व्रत बन्द हुँदैछ दाइले आउने जान्छ भइरहेछ सोध्नुस् है निधारमा बोक्नु सोध्नुहोस् न लोटिन्छ त्यस्तो तपाईँ लाउनु लोटिन्छ लाउनु न जबरजस्ती हुन्छ भन्नु छ अङ्कललाई हेर न उहाँ अङ्कललाई हेर मुखमा निधारमा यता बसेको हो कि मम्मी एउटा सानो कटोरा ल्याएको छ अङ्कललाई हेर नि के गर्नु अङ्कललाई हजुर
क्युआर गर्नु है त भिक्षा त्यसरी उनलाई म क्युआर पठाइदिएको पछाडि 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 दाइले दिनु पछाडि पछाडि अगाडि पछाडि के पैसा नि के भयो हजुर अहिले भिडियो गरम बोची हाल्दिनु ठुला हजुरले क्युआर गर्नु यतातिर पनि छ मान्छे थोरै हालिदिनु कि चामलहरू त्यो हाल्दा बाइक लिएर हिँड्नु के बाइक लिएर भाग्नु बाटो छोडिदिनु के मामालाई दौडिनु मन लाग्यो के भाग्नु न दौडिनु के म गर्छु कि आज बिहा गर्दिन न भइरहला र मिठा मिठो नानीको चाहिँ गई मिठो अनि अहिले मार जान्छ